को के खाइदिएछु मुस्कान तिम्रो मुस्कान यो what up guys, it's me Milan now, welcome back to my brand new video. And so guys, आज चाहिँ new day new vlog है, अनि आज चाहिँ ब्याक भइसक्यो फेरि। आज चाहिँ भ्लग हालेको दोस्रो दिन हो होइन। आज चाहिँ भ्लग हालेको कति हिजो एउटा भ्लग भयो होइन, त्यसमा अब धेरै बुझ्दा आएन, 9 भ्यू चाहिँ आएर त्यस्तै होइन। अनि आज चाहिँ सेकेन्ड दिन, अनि आज चाहिँ भ्लगको दिन। आज चाहिँ बिहानदेखि वाइल्ड पानी परेको थियो, दिन जति पानी परेको छ होइन। बिहानदेखि दिन्छ पानी परेको, बल्ल अहिले अलिअलि रुयो अनि अब आज चाहिँ बाहिरतिर जानुपर्ने सोचिरहेको छु। अब जाने तर कहाँ जाने क्या, अब अन टाइम छ पुरै होइन। के गर्ने कसो गर्ने केही पनि थाहा छैन मलाई। कस्तो अब यहाँ सुत्दै बस्थेँ होइन। अब के चाहिँ कन्टेन्ट बनाउने होला भनेर सोचिरहेको छु। सबैजनाले खानाहरू खाइसक्नु होला, मैले चाहिँ खाएको छैन होइन। आज खान नि मन छैन, लास्ट दिमाग पेचा खराब भइरहेको छ। अनि बाहिर फेरि ज्वरो पानी पर्दा अनि पानी परिसक्यो, कहाँ जाने चाहिँ कहाँ क्या। अब झन् दिमाग खराब हुन्छ, सबजना सुतिरहेको छ होइन। अनि त्यही गइछ अनि सबैजना स्टेज लिएर मिसी बोल्न आउँदैन मलाई चाहिँ। अनि होइन सबैजना राम्रोसँग बस्नु होला, स्टे सेफ स्टे हेल्दी। जहिले अब त्यो साला धेरै प्रेसर गरेर होइन काम भनेर पनि हिँड्नु भन नि त होइन। अब कहिले आज पानी परेको छ, मौसम पनि राम्रो छ, जहिले अब घाममा मात्रै हिँड्नु भएन होइन। आज पानी परेर अब आज अलि फ्रेस भइन्छ, मुड फ्रेस हुन्छ, चिसो हावा चल्छ, घाम पनि चल्दैन, मस्त काम गर्न आनन्द हुन्छ होइन। त्यही आज हल्का यसो अब सबैजनाले रेस्ट लिनु होला, जहिले काम मात्रै भनेर हुँदैन, यसो मौसम पनि चाहिन्छ। जहिले घाम लागेर मात्रै हुँदैन, यस्तो पानी परे मौसम हावाहुरी पनि चाहिन्छ होइन, रमाइलो हुन्छ। सो गाइस, अनि आजभोलि चाहिँ म लास्टै टेन्सनमा छु होइन, किनकि अब आफूले माया गरेको मान्छे अहिले मसँग सँगै छैन होइन। लाइक ब्रेकअप भएको होइन, सँगै मात्रै छैन, अहिले बोल्न पाइरहेको छैन, टाइम मिलिरहेको होइन, भेट्न जान पाइरहेको छैन। त्यही भएर चाहिँ उसको लागि सानो एउटा गीत गाइदिन मन लाग्यो होइन। अब फेरि अब के अब होइन, आफ्नो तारिफ गरे जस्तो हुन्छ होइन। सिङ्गर चाहिँ पहिलादेखि नै ओपर सिङ्गर हो होइन, तारिफ चाहिँ अब आफ्नो ठाउँमा आफूले गर्नु भएन होइन। एउटा गीत चाहिँ गाइदिनु पर्ने हुन्छ उसको लागि चाहिँ, एउटा छोटो मिठो गीत है त। मुस्कान तिम्रो मुस्कान सपनामा अतर्सेलै मन गाह्रो भयो, पुतलिए बर्सियो सारी। ओके, उसको लागि चाहिँ यति नै हो गीत होइन। योभन्दा बढी म गाउन सक्दिनँ, मेरो लागि यति भइसक्योलाई पुगिसक्यो यो गीतले होइन। अब मलाई थाहा उसले हेरिरहेको होइन भने त्यो पनि उसको लागि मैले सानो गीत व्यक्त गरेँ। अनि कसलाई मेरो गीत यसो कमेन्टमा हाल्नु होला होइन। गीत चाहिँ म लप्री नै गाइदिन्छु, अब अझै सुन्ने भयो भने यसो कमेन्टमा भनिदिनु ल, म ब्याक टु ब्याक गीतहरू हालिरहेको हुन्छु है। अब केही प्लानै छैन कहाँ जाने के गर्ने, अब जानु चाहिँ पर्ने हुन्छ। सो गाइस, अहिले चाहिँ टक्क दिउँसोको 3 बजिसक्यो, 3 बजिसक्यो अहिले चाहिँ। अनि टक्क अब बाहिर घामसाम पनि अहिले चाहिँ फेरि गर्छ घामसाम। अब चाहिँ म टक्क बाहिरतिर निक्लिनु पर्ने हुन्छ। अब मुख सुक्ने होइन, अब टक्क मुख सुक्दौँ अनि बाहिरतिर निक्लिनु पर्ने हुन्छ। अब कहाँ जान्छ के गर्नु थाहा छैन, अब हेर्नै पर्ने हुन्छ। अहिले चाहिँ मुख सुख सबै धोइसक्यो होइन, पिसिराख्नु पर्छ। अब एउटा घामले डढ्छ फेरि, अब क्रिम लाउनु पऱ्यो भने सबभन्दा बेस्टै बेस्ट। मन लाग्यो यो त ओभर हो त यार, अस्ति च्याप हो त मैले यो त लास्ट च्याप बोक्यो यो क्रिम त यार। मा कसम मुख पुस्नु पनि पो त अलिअलि पुस्नु न। थोप्रामा यतिको मेन्टेनेन्स त चाहिहाल्यो होइन। लुक चाहिँ यस्तो छ मेरो है, यस्तो आई एम रेडी हुन्छ टक्क
लुगा किन आएन हामी लुगा किनाएको साला के हो पानी पर्दिरहेको क्या मा भक्तको कुराको पानी पर्दिरह अब यहाँ बिजो गयो होइन भक्तिमा हामी झन् एउटा कहाँ क्याफे खेल्ने मान्छे होइन स्ट्यान्डर्ड मेन्टेन स्ट्यान्डर्डै डाउन भयो क्या हाम्रो गाउँमा हामीले त्यहाँ लुगा हेर्नै पर्ने हुन्छ क्या अब यहाँ हो राम्रो छ यो लुगाभन्दा महँगो भयो त बुझाइ मोजा त नि 2टा मोजाको अनि 250 होइन कति रे लुगाभन्दा महँगो भयो त मोजा त यार होइन लुगाभन्दा मोजा महँगो रे हौ मोजा महँगो रे अनि अब त हात कति पर्दैन होइन कति भयो यसो हिसाब गरेर टक्क हामी चाहिँ यहाँ लुगा सुगा किनेर आएको चलो बाबु के खाँदैछु मुटु बाहिर निकाल्दै अरे यसले त यो त डुबान भइसक्यो एकछिन पानी परेको है मिलन दोस् हामी क्यामेरा कसरी कनेक्ट हाल्ने कसो क्यामेरा कनेक्ट गर्नु अब त्यो क्यामेरा उसमा यो कसरी साउन्ड सुनाउनु कसरी कसो क्यामेरा त्यो माइक छैन नि त माइक सरी माइकमा एउटा ज्याक हुन्छ त्यो मोबाइल चार्ज गर्ने ठाउँ हाल्ने अनि अनि अन हुन्छ अनि बोलिदिने हो कि यहाँ राखेर बोल्ने तिम्रो त त्यो टाइप सी